भोलि हुँदैछ हामी माछा मार्न जाँदैछौँ। टोक लगाएर यता भोलि खोल्दै हुनुहुन्छ ल ल यता भोलि मचिँदैछ यता फेरि जाँदै हुनुहुन्छ मामाएर हामी माछा मार्न जाँदैछौँ। माछा मार्न जाँदैछौँ है गाइज ल ल हामी चाहिँ माछा मार्न जाँदैछौँ चिने जस्तै लाग्यो त ड्राइभरलाई चिने जस्तै लाग्यो गाडी पनि चिने जस्तै लाग्यो कि त्यही हो गाइज हामी माछा मार्न जाँदैछौँ कस्तो अर्कै देखिरहेको छ फेस अनि पछि अरू भैली खेल्न अनि कोही मामा र कोही घर होइन हामी चाहिँ माछा मार्ने फेरि भैली खेल्न जाने हो फेरि आएर जाने हो खोला अरे बाँस खोला हो यसको चाहिँ नाम होइन ऊ चाहिँ यहाँनिर चाहिँ लप्कोदेखि गाडी जान्छन् ऊ गयो टक्क लगाएर गयो ऊ चाहिँ बस सबै जान्छन् हामी चाहिँ यही बाटोद्वारा हामी जाँदैछौँ शारदा नदीमा त्यस्तै गरेको अवस्था है गाइज अब यहाँ अब रखिनेवाला छु मैले मोबाइल पानीमा हाल्नेवाला छु अर्को उच्च उता चाहिँ ढुङ्गा है त्यो सबै लास्टमा डुबाउनको लागि यता चाहिँ हामी ढुङ्गा ल्याएर समातेर बसेका छौँ टक्क लगाएर पुर्याउनको लागि अलराइट गाइज भनेपछि फेरि पनि स्वागत छ भनेपछि अब हामीले सोलाल टाँसिसकेको छौँ अनि सोलाल टाँसेर अब हामी जाँदैछौँ टक्क लगाएर घर भनेपछि उच्च हेमराजी यता हुनुहुन्छ सोलाले एउटा बच्यो 6वटा थियो अनि पछि 5वटा टाँस्यौँ अनि एउटा डाँस्ने ठाउँ नभएर अनि पछि त्यतिकै बोकेर ल्याइदिउँ भोलि 2 किलो माछा ढुक्क 2 किलो माछा ढुक्क अनि अहिले चाहिँ एउटा पऱ्यो अहिले चाहिँ हामी टक्क लगाएर घर गएर अब खाना पाकेर अब भोलि हुन जानुपर्ने हुन्छ अनि हाम्रो टोली चाहिँ अघि गइसक्यो अनि पछि कहाँसम्म पुगेको छ थाहा भएन कि पारिसक्यो अघि कृष्ण घर नि भोलि चाहिँ पारि छ जस्तो छ म त हामी चाहिँ धेरै टाढो गएको छौँ भने अब कति ठाउँ हुन्छ भने त्यहाँ